मेहनत मेहनत बाहर धम्मे धम्म पानी मिटे कोनो नास्ति हातमा खाउ नपार्नु नमो तस् भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो इतिपिसो भगवान् सम्मा सम्बुद्धो चरण सम्पन्न चलन पर्यो पसिना बगाउनु पर्यो हैन त्यतिकै हाम्रो नजिक चाहिँ सुख शान्ति भनेको आउँदैन मेहनत बाहर धम्मे धम्म त्यसको साथसाथै त्यो हामीले जे जति गर्ने कामकाज कुराहरू हो धार्मिक पनि हुनुपर्छ रे म अब सफल हुन्छु भनेर नराम्रो काम गरेर सफल पाएर हुन्न नि होइन सुनको दरबारै बनाएर के गर्ने छ नराम्रो छ लुटिएर होइन बनाउने त धार्मिक हुन्न नि होइन त्यही भएर भगवान मेहनत गरेर श्वेदावखित बाह बल परिचित एकदम मेहनत गरेर सोच्नु पर्यो नि म त अमेरिकामा बस्ने हो नि अमेरिका हेर्दा यहाँकोहरूले के सोच्छ भने ओहो अमेरिका बस्नु एकदम सुख शान्ति छ छैन यहाँभन्दा ढुक्क छ कसैको आफ्नो घर छैन त्यहाँ 20 वर्ष 25 वर्ष चाहिँ त्यो पैसा तिर्दै गर्नुपर्छ कि मोर्गेज हो नि होइन यहाँ आमाबाबाहरूले आफन्तहरूले थाहा छैन कि हाम्रो त बाबु नानीहरू उता हो अमेरिका हो फ्रान्स हो होइन अस्ट्रेलिया हो तर सुख छैन त्यहाँको लाइफस्टाइल भनेको जोत्नु होइन अनि सुविधा लिनु अनि पैसा तिर्नु त्यति हो पैसा छैन मान्छेको हातमा भगवानले जे कुरा नगर्नु भन्छ त्यही भइरहेछ त्यहाँ ऋणले खाने भने अब कार्ड गयो खाने पे गर्ने होइन एटिएम कार्ड लिन्छ जान्छ क्रेडिट कार्ड पे गर्छ अनि महिनाको लास्टमा चाहिँ खाएको त सबै अब वोमिट गरे जस्तो त भन्ने अब तिर्नु पर्यो पैसा उताबाट आउँछ एउटा त्यसै दिन्छ ल लिनुहोस् भनेर छैन यहाँ त हाम्रो त त्यस्तो छैन नि होइन ऋण छैन हामी ऋण छैन अनि कतिखेर चाहिँ आफ्नो जागिर चाहिँ हुन्छ भनेर पनि थाहा छैन त्यहाँ त प्राइभेट हो नि अलिक यताउता भयो भने त निकालिन्छ नि हामी 2-3 महिना अलिक काम पायो भने त एकदम मान्छेको सक्सेस हुन्छ कि पैसा त तिर्ने कसरी घरको पैसा दिनु पर्यो सबै दिनु पर्छ यहाँ त्यतिकै आउँदैन नि होइन एकदम त्यहाँ जस्तो यहाँ मेहनत गर्ने यहाँ पनि मान्छे भन्छ कि यहाँ पनि धेरै मेहनत गरेको छ भन्नु मात्र हो सुविधा छ सुविधा त्यतिकै पाउँदैन नि होइन पैसा भएपछि यहाँ पनि त सुविधा छ नि होइन बिरामी ठुल्ठुलो हस्पिटल छ जे पनि छ यहाँ पनि कुरा पनि पाउँछ त्यही भएर हामी मेहनत गर्ने गौतम सरसँग जोडिएर यहाँ बाबुनानीहरू सबै अब हेल्प गरिरहेको छ होइन यसो बिहान सबैले चाहिँ ऐना हेरेर आफूलाई खुसी हुन सक्छ भने चाहिँ हो लाग्यो पैसाको कुरो होइन म त बिहानै म यस्तो अहिले हेर्छु हाँस्छु म त हो कोही मलाई हाँसे पनि मतलब छैन नहाँसे पनि मतलब छैन म मेरो प्रति खुसी छ भने त्यति मात्र हो सारा जगतले जे भने पनि मतलब छैन म बाँचिरहेको अरूलाई मलाई भनेर सोच्नु म ठिक छु भने मात्र हो नि होइन त्यही भएर भगवानले भने जस्तो पानी मिटे कोनो नास्ति हातमा खाउ नपार्नु भनेको मतलब है आफ्नो जिन्दगीमा कलङ्क नगर्नु कि एउटा सानो दाग भयो भने एकदम डरले बाँच्नु पर्ने हुन्छ यो मान्छे भन्ला यसो होइन डर हुन्छ नि निडरले बाँच्नु छ भने धार्मिक हुनु पर्यो त्यो गल्ती नगर्नु एउटा गल्ती गरेर पनि जिन्दगीभर त्यो ऊ हुन्छ क्या जतिखेर पनि त्यही मान्छेको बोलाइरहेको हुन्छ है गल्ती नगर्नु गल्ती नगरेपछि सिंह जस्तो हुन्छ नि तल्लाई पनि आउन थाल्नुपर्छ
सबै बोल्छ नि होइन ए भनेर अनि पो समाजमा चाहिँ नेतृत्व लिनु सक्छ अरे गल्ती गरेको मान्छेले कहिले नेतृत्व पाउँछ अरे नि नेतृत्व लिनु पाउँछ अरे कुरामा अब थाहा छ सबै होइन मान्दैन नि स्वीकार्दैन नि होइन मान्दैन त्यही भएर अब गौतम सर पनि एकदम हाम्रो यो कामको लागि लिएर एउटा दिनुहुन्छ बाबु नानीहरूलाई बन्द गरेर होइन हामीले कोसिस गर्थ्यो सत्सङ्ग गरेर आफ्नो जीवन राम्रो गर्नु होइन मेहनत गर्नु भगवान्ले भने जस्तो हामी त सबै खुसी चाहनुहुन्छ भगवान्ले गर्नु सुख कामानि भूतानि सुख दुःख भनेको वचन सुन्नै मन पर्दैन हामी किन पर्छ कसैलाई सुख भन्ने वचन मात्रै हामी मन पराउँछ त्यसो के के गर्ने त हामी सुखको लागि काम गर्नु पर्यो मेहनत गर्नु पर्यो किनकि यो संसार सृष्टि भएको ठाउँ नै यो संसार भएको ठाउँ नै दुःख दुःखे लोको पतितिर भन्छ यो संसार प्रतिष्ठित भइरहेको ठाउँ नै दुःख भने त्यही भएर दुःख नगरिकन हामीलाई सुख पनि पाउँदैन दुःख बिना सुख पनि छैन अब यहाँबाट मुक्ति पाउनु पनि हामी दुःखै गर्नुपर्छ नान्यत्र दुःखम मन्यते नान्यत्र दुःखम निरुध्यते मेहनत बिना काम बन्दैन ओके त्यतिकै त आउने त्यही भएर हामी मेहनत गरौँ होइन सही ठाउँमा पुगौँ ल आज अब घन्टीहरू तर्फबाट भगवान् बुद्धले उहाँको मुखबाट पाठ गर्नु भएको चाहिँ परित्राण सुरक्षाको लागि आफ्नो सुरक्षाको लागि त्यस्तै आफ्नो व्यवसाय शिक्षा शैक्षिक शिक्षाहरू गरिरहेको छ त्यो सबै पनि राम्रो होस् होइन भविष्य उज्जवल होस् भन्ने कामना गर्दै हामी अब परित्राण गर्छौँ है राम्रोसँग सहजको गर्छौँ समन्त चक्रवालेषु अत्र गच्छन्तु देवता सद्धन्मुनिराजस सुनन्तु सर्गमोक्षदं परित्तसवनकालो अयं भदन्ता परित्तसवनकालो अयं भदन्ता परित्तधम्मसवनकालो अयं भदन्ता नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स इतिपिसो भगवान् सम्मा सम्बुद्धो चरणसम्पन्नो सुगतो अनन्तरो पुरुषधम्मसारथि सन्धादेव मनुष्यादं बुद्धो भगवान् स्वाखातो भगवता धम्म सन्देहिको अकालिको एहि पासिको पनैको पञ्चमं वेदितं विन्यो हेते सुपतिपन्नो भगवतो सावक संघो सुपतिपन्नो भगवतो सावक संघो न्यायपतिपन्नो भगवतो सावक संघो सामीचिपतिपन्नो भगवतो सावक संघो यदिदं चत्वारि पुरुषयुगानि एष भगवतो सावक संघो आहुनेयो बाहुनेयो दाक्षिणेयो अन्वयकरणीयो अनन्तरं पुण्यक्षेत्रं लोकशान्ति एतेन सञ्चवञ्जेन सोतिते होतु सम्पदाय एतेन सञ्चवञ्जेन सम्परोगो विनाशतु एतेन सञ्चवञ्जेन होतु ते जय मङ्गलम् यानि भूतानि समागतानि भूमानि वा यानि वान्तरिक्षे सम्देव भूता सुमनां अतोऽपि सङ्गच्छ शृण्वन्तु भासितं तस्मै भूतानि सामेत मेन्तं करोतमानुष्या भजाय दिवाचरन्तो च हरन्ति एव लिङ्गस्मै निरङ्गतं यङ्किञ्च विन्दं हितबाहुरं वा सङ्गे सुवायं रतनं वनितं मनो समं अतितथा
समागतेन इदं विभूते रत्नं पनीतं एतेन सञ्चेन सुवन्ति होतु खयं विरागं अवतं पनीतं यतजगासज्ञमुनि समाहितो लभेन धम्मेन समन्ति किञ्चिकं वितं मे रत्नं पनीतं एतेन सञ्चेन सुवन्ति होतु यं बुद्धसेतु परिवन्दे सुचिं समाधिमानन्तरिकन्यमाहु समाधिनाथेन समोदविंशति इदं विजं मे रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु ये पुञ्जलार्थशतं प्रसन्ता चन्तार्येतानि युगानि होन्ति ये दक्षिणीय सुगतस्य सावका एते सुदिन्नानि महाफलानि इदं विसङ्गे रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु ये सुम्भयोन्दामनसादयेन कामिनो गौतम सहस्रनमि ते पतिबन्धामतं विधय्य बन्धामुदानि पुण्यमान इदं विसङ्गे रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु यतिन्दकीलोपतविंसितो चतुर्विवादेभ्यः सम्भगं प्रियो तदुपमं प्रस्फुटि संवदामि यो हरियसज्जानि अवेच पर्षदीयं विसङ्गे रत्नं पनीतं एतेन सञ्चेन सुवन्ति होतु ये हरियसज्जानि विभावयन्ते गम्भीरपण्येन सुदेशितानि किञ्चापि ते भूषभमन्तानते भवमन्तमहार्यन्ते इदं विसङ्गे रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु ये आर्यसज्जानि विभावयन्ते गम्भीरपण्येन सुदेशितानि किञ्चापि ते होन्ति भूषभमन्तानते भवमन्तमहार्यन्ते इदं विसङ्गे रत्नं पनीतं एतेन सज्जेन सुवन्ति सहवसदर्शन सम्पदाय दया सुधम्मदयिता भवन्ते सङ्गाय दिव्यचिकित्सितं चासि कायेन वाचा उदजेतसा वा ब्रह्मसोतस्वविच्छादाय ब्रह्मदादिन्दवदसंसायिनं रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु किञ्चापि शोकं करोति पापकं कायेन वाचा उदचेतसा वा अभम्बोसोतस्वविच्छादाय ब्रह्मदादिन्दवदसंसायिनं विसङ्गे रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु मनपगुम्रे यथा भूषितव्ये किम्मानमासे पतमस्मिन् किमे तदुपमं धर्मवरं वदेशयिन्पानगां परमहिताय इदं विसङ्गे रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु वरन्यो वरदो वरहरो अनन्तरो धम्मवरं वदेशयिनं विमुक्ते रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु हीनं पुराणं नवन्ति सम्भवं विरन्तचित्ताय भवस्मिन् ते हीनबीजा विरोधिशन्ता निभ्रन्ति धीरायतायं पदीपो इदं विसङ्गे रत्नं पनीतं एतेन सज्जेन सुवन्ति होतु यानीतभूतानि समागतानि भूतानि वायानि अन्तरिक्षे तथागतं देवमनोसपूजितं बुद्धवसावसुवन्ति होतु यानीतभूतानि समागतानि भूतानि वायानि अन्तरिक्षे तथागतं देवमनोसपूजितं धम्मं नमस्तावसुवन्ति होतु यानीतभूतानि समागतानि भूतानि वायानि अन्तरिक्षे तथागतं देवमनोसपूजितं संगं नमस्तावसुवन्ति होतु एतेन सज्जवच्चेन स्तुतिते होतु सम्पदा एतेन सज्जवच्चेन सम्परोतो विनाशतु एतेन सज्जवच्चेन मिथ्यामिवाचन्तु सम्परोतो विनाशतु माते भवन्वन्तरायो सुखी दीर्घ
सर्वदेवता सर्वबुन्दानुभावेन सदा सोऽपि भवन्तु ते भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वधर्मानुभावेन सदा सोऽपि भवन्तु ते भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वधर्मानुभावेन सदा सोऽपि भवन्तु ते भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वधर्मानुभावेन सदा सोऽपि भवन्तु ते भूतानां भावगानिवारणं हन्तुमे सर्ववर्धने निमित्तं अवमङ्गलं जयो जामनाभो सगुणस्य सत्तो भावगन्तुविनमगन्तं गुणानुभावेन विनाशमेन्तो यन्तु निमित्तं अवमङ्गलं जयो जामनाभो सगुणस्य सत्तो भावगन्तुविनमगन्तं धम्मानुभावेन विनाशमेन्तो यन्तु निमित्तं अवमङ्गलं जयो जामनाभो सगुणस्य सत्तो भावगन्तुविनमगन्तं संगानुभावेन विनाशमेन्तो दुःखपदाजनिं दुःखमया पदाजनिं मया शोकपदाजनिं शोकवन्तुसंहृतिपाणिनो एतावताजं मेहि सम्पदं पुण्यसम्पदं सब्बे देवानुमोदन्तु सर्वसम्पत्तिसिद्धियाय एतावताजं मेहि सम्पदं पुण्यसम्पदं सब्बे अनुमोदन्तु सर्वसम्पत्तिसिद्धियाय एतावताजं मेहि सम्पदं पुण्यसम्पदं सब्बे भूतानुमोदन्तु सर्वसम्पत्तिसिद्धियाय आकाशवाचमुत्था देवानागमयन्तिका पुण्यन्तमनुमोदित्वा चिरं रक्षन्तु शासनं आकाशवाचमुत्था देवानागमयन्तिका पुण्यन्तमनुमोदित्वा चिरं रक्षन्तु आकाशवाचमुत्था देवानागमयन्तिका पुण्यन्तमनुमोदित्वा चिरं सबैलाई होइन आज गौतम हाम्रो सर्दै भन्तीहरू चाहिँ पाठ्य पाठन पाठ सबैलाई राम्रो होस् भलो होस् भविष्य उज्जवल होस् भनेर कामना गरेर पाठ गर्नुभयो। अब लामो समयसम्म हाम्रो गौतम सरले हाम्रो भाइ बहिनीहरू जम्मा गरेर धेरै सेवा गर्नुभयो। यो बौद्ध क्षेत्र मात्र नभए अरू समाज सेवा पनि आफूले सक्दो योगदान दिनुभयो, सेवा गर्नुभयो। अब परिवार पनि उहाँको अब सरको परिवारमा जे जति अब दिवंगत भएकाहरू होइन, अब त पहिला हामीले पाठ गरेको हामीलाई जिरहेकाहरूलाई आशीर्वाद गरेको नि, अब दिवंगत भएकाहरूलाई हामी पुण्यानुमोदन गर्ने। अब यो भौतिक संसारबाट अब गइसकेपछि हामीले केही गर्न सक्दैन होइन। पुण्यानि परलोकस्य पतिता हन्ति पावनो, परलोक गएका व्यक्तिहरूलाई, दिवंगत गएका व्यक्तिहरूलाई होइन केसँग हामीले देख्न सक्दैन। त्यही भएर उहाँहरूको चाहिँ परलोक जीवन सुखमय होस् दिनु पर्यो। परिवारमा त्यो जति आफन्तहरू अब हाम्रो यो मेत्ता हरिचर गर्ने सबै भाइ बहिनीहरूको नामबाट बितिसकेकाहरू हुन्छ नि होइन। कोहीको आमा होला, दाइ होला, बाजी बजी होला होइन, सबै गर्ने बाजी बजीहरू होइन, आफ्नो साथीहरू, त्यो सबै साथीहरूलाई अहिले हामीले गरेको प्रभावले यो नयाँ जीवन अपूर्ण होस् होइन, सबै परिपूर्ण होस्, नयाँ जन्म राम्रो होस्, भलो होस्, सुखमय होस्। अन्तमा भगवान बुद्धको धर्म चाहिँ आफ्नो ज्ञान रूपी चक्षुले बुझेर होइन अवबोध गरेर निर्वाण पनि प्राप्त गरोस् भन्ने प्राप्त
lo राखेको नि बिस्तारै इदं वो मानो न radio Kita malah tempat siap. Lo itu ya, selesai saja. Idam ni, ban idam mu, ya idam mu, sekitar waktunya tayo. Idam mu, ya idam mu, sekitar waktunya tayo. Idam mu. Patitam triyam kepameva samijjatu sabbe purentu titta sankappa sando pannaraso yatha manijo tiraso yatha. Apa maksudnya? Kalau kita gambar dia ini juga. Video itu sambil golmes cuma tiru terus kiti kai gogo dan video dan lo sambil di nuai ya banding. Babu, bodi apa? Babu. Oh bagulah. Babu. Babu. Lo alam. Bodi apa? Dia apa? Sebelah belum. Tapi bukan berkata jika mensimpulan mengenal misal macin lah. Bapak, bodi. Jadi bukan berkata mensimpulan Benda bisa bersuara kita kembang Tapi benda berkata jika mensimpulan kembang misal bersuara lah, payah. Boleh, Mal. Sesuatu yang kira-kira. Tapi benda berkata jika mensimpulan tahan akan benda misal. Payah banjir sampai kau. Jelas patan kecil na. Kemudian dia tanya tentang tempat promosi ityadi परिवार सकले नको अथवा चाहिँ गोलन चौकी मस्ते टर्न सता भोजन दान बिएको चाहिँ त्यो कार्यक्रम यहाँ जिल्ला त्यो प्रभाव चाहिँ जिमरियाम निक्ने सकल यहाँ जीवन बित नटुनिला नानीको जीवन दिने मन्दिर मगमचा दशा पुरे दिमा नगरको बनचौकीमा प्रमुख सकल परिवार मित्रना स्वस्तिका दिमा निगुम इत्यादि थाहा इमाम भिखं बुद्ध प्रमुखस सकलस भिक्खु संघस देम इमाम भिखं बुद्ध प्रमुखस सकलस
आयुरोग्य संपत्ति संग संपत्ति में वचारोनिर्माण संपत्ति विनाते समेतु अभिवादन शीलेस्य नित्यं बुद्धा वचाइनो चत्तारो धम्मा वर्धन्ते आयुवनो सुखं बलम् आयुरोग्य संपत्ति संग संपत्ति में वचारोनिर्माण संपत्ति विनाते समेतु ल खाना खानुहोस् रमाइलो गर्नुहोस् है।